सबैभन्दा बढी सहकारी ठग भएको पार्टी एमाले हो र बदमासी पनि एमालेबाटै भएको छ। दोस्रो नम्बरमा काङ्ग्रेस हो। काङ्ग्रेसमा सहकारी ठगहरू दोस्रो नम्बरमा छन् र माओवादीमा पनि सहकारी ठगहरू छन् तर कम छन्। किनभने माओवादी त पछि आएको ६३ साल पछि भनेपछि उसको दबदबा पछि भएको। सो अनि यो जुन रविलाई चाहिँ सहकारी ठगको ट्याग लाए अथवा उनलाई मुद्दा लगाए, यो किन लाए भनेपछि रविमै घुमाइदियो भने आफ्नाहरू जोगाउन सकिन्छ। रविकै टाउकोमा यो सहकारी ठगको मुद्दा लायो भने अब रविलाई छोड्यो भने त उनीहरूलाई समात्नु पर्यो नि त, आफ्नाहरूलाई। काङ्ग्रेस एमाले यिनीहरूका समात्नु पर्यो। अब रविमै सीमित गरिदियो भने सबैको ध्यान त्यहाँ हुन्छ। सो सहकारी ठगहरू भनेको एमाले र काङ्ग्रेस यी पार्टीमा छन्। राम्रैसँग अध्ययन गर्नुहोस्। अध्ययनले के भन्छ भने सबभन्दा बढी सहकारी ठग एमालेमा छन्, दोस्रो नम्बरमा काङ्ग्रेसमा छन्, तेस्रोमा माओवादीमा छन् र ध्यान भट्काउनलाई रविलाई मुद्दा लगाइएको हो।